हेलो एन्ड नमस्ते, स्वागत छ यहाँहरुलाई दिपेन्द्र एजुकेसनमा। म दिपेन्द्र। आज म तपाईहरु समक्ष देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा केही तथ्याङ्कहरु प्रस्तुत गर्न गइरहेको छु, जुन आर्थिक वर्ष 2082-83 को पहिलो महिना अर्थात 2082 श्रावणको तथ्याङ्कमा आधारित छ, जुन चाहिँ नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग आर्थिक अनुसन्धान विभागले 2082 भाद्र 30 गतेको दिन पब्लिश गरेको छ, जस अन्तर्गत नेपालमा कुल विदेशी विनिमय सञ्चितको अवस्था 2082 असाढ मसान्तमा 26 खर्ब 77 अर्ब 68 करोड रहेको थियो भने श्रावण महिनामा 4.8% ले वृद्धि भई 2082 साउन मसान्तमा 28 खर्ब 6 अर्ब 4 करोड पुगेको छ, जसलाई अमेरिकी डलरमा हेर्ने हो भने 2082 असाढ मसान्तमा 19 अर्ब 50 करोड रहेकोमा 2082 साउन मसान्तमा हेर्ने हो भने 20 अर्ब 3 करोड पुगेको चाहिँ देखिन्छ। कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति हेर्दा 24 खर्ब 14 अर्ब 64 करोड रहेको छ भने यो चाहिँ असाढ मसान्तमा। श्रावण मसान्तमा वृद्धि भएर 25 खर्ब 11 अर्ब 45 करोड पुगेको छ। त्यसैगरी बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति हेर्ने हो भने 2 खर्ब 63 अर्ब 4 करोड रहेको छ, जुन चाहिँ असाढ मसान्तमा। साउन मसान्तमा हेर्दा 2 खर्ब 94 अर्ब 58 करोड चाहिँ बैंक वित्तीय संस्थाहरूले चाहिँ होल्ड गरेर राखेको छ। 2082 साउन मसान्तको तथ्याङ्क हेर्दा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश सबैभन्दा धेरै 23.4% रहेको चाहिँ देखिन्छ। विदेशी मुद्राको यो सञ्चितिले कति चाहिँ वस्तु तथा सेवा आयात गर्न सम्भव हुन्छ त भन्ने कुरामा आर्थिक वर्ष 2082-83 को पहिलो महिनाको आयातलाई आधार मान्दा अर्थात श्रावण महिनामा गरिएको आयातलाई आधार मान्दा हेर्ने हो भने बैंकिङ क्षेत्रसँग रहेको, बैंकिङ भनेको बैंक वित्तीय संस्था सहित नेपाल राष्ट्र बैंकसित रहेको सञ्चितिले 20.4 महिना बराबरको वस्तु आयात गर्न पर्याप्त हुन्छ र 16.6 महिना जनजनै 16.5 महिना बराबरको वस्तु तथा सेवा दुवै आयात धान्न मिल्ने गरी पर्याप्त विदेशी मुद्राको सञ्चिति देखिन्छ। अर्थात भनेको हामीसित भएको विदेशी मुद्राको सञ्चितिले भाद्रदेखि 1 रुपैयाँ पनि नेपालमा आएन भने हामी 16.6 महिनासम्म वस्तु र सेवा मजाले यही रेसियोमा आयात भयो भने, अब आयात बढ्यो भने कम समयलाई पुग्ला, आयात घट्यो भने बढी महिनालाई पुग्ला, तर यही रेसियोमा साउन महिनाको आयातलाई चाहिँ आधार मान्ने हो भने 16.6 महिनासम्मका लागि वस्तु सेवा लगायतका नेपालमा आयात हुने सम्पूर्ण वैदेशिक वस्तु सेवाहरूलाई चाहिँ पर्याप्त मात्राले धान्न मिल्ने रहेको छ। जुन 2082 साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ्य उत्पादन, कुल आयात र विदेशी मुद्रा प्रदायसँग अनुपात क्रमशः विदेशी मुद्राको सञ्चिति भनेको जीडीपी को 45.9% छ अनि कुल आयातको 138.3% जो राम्रो आयातभन्दा बढी सञ्चिति हुनु भनेको। त्यसैगरी विस्तृत मुद्रा प्रदायसँग हेर्ने हो भने 36% रहेको छ। 2082 असाढ मसान्तमा उक्त अनुपातहरू भनेको हाम्रो जीडीपी को 43.8% रहेको थियो, आयातको चाहिँ 128.1% रहेको थियो भने विस्तृत मुद्रा प्रदायको 34.1% रहेको चाहिँ देखिन्छ। यसरी हेर्दा विदेशी मुद्राको सञ्चिति अहिले नेपाललाई इनफ, मोर देन इनफ, हामीलाई मिनिमम चाहिने भन्दा पनि पर्याप्त मात्रामा रहेको चाहिँ हामी पाउँछौँ। त्यसैगरी अब वित्तीय पहुँच कस्तो रहेको छ त हामी श्रावण महिनाकोमा हेर्ने हो भने वित्तीय पहुँचको अवस्था के छ त भन्दा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या 2082 साउन मसान्तमा हेर्ने हो भने 107 वटा रहेको छ, जसमा चाहिँ क वर्गको कमर्सियल बैंकहरू, ख वर्गको विकास बैंकहरू, ग वर्गको वित्त कम्पनीहरू, घ वर्गको लघु वित्त वित्तीय संस्थाहरू समेत रहेको छ। 107 वटा रहेको छ। वाणिज्य बैंकहरू कुल नेपालमा 20 वटा रहेका छन् 2082 साउन मसान्तमा, जुन अघिल्लो आर्थिक वर्षमा पनि यही रहेको थियो। 20 वटा कमर्सियल बैंकहरूका, 20 वटा वाणिज्य बैंकहरूका 2082 साउन मसान्तसम्मका शाखाहरू हेर्ने हो भने 5101 जो 2टा शाखाहरू वृद्धि भएको छ त्यो कमर्सियल बैंकको नै भएको हो। त्यसैगरी विकास बैंकहरूको शाखा संख्या हेर्ने हो भने 1134, एकदमै कम 1134 वटा रहेको छ। वित्त कम्पनीहरूको 291 वटा शाखाहरू मात्रै रहेको छ भने लघु वित्त वित्तीय संस्थाका 5002 वटा शाखाहरू रहेका छन्। पूर्वाधार विकास बैंकको कुनै शाखा कार्यालय रहेको छैन, यसको प्रधान कार्यालय मात्रै रहेको छ। त यसरी हेर्दा
5 प्रकारका वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघु वित्त वित्तीय संस्था र पूर्वाधार विकास बैंकको टोटल सङ्ख्या 107 हुन आउँछ र जसको शाखा सङ्ख्याहरू हेर्ने हो भने 11,528 वटा यो अपडेटेड 2082 श्रावण मसान्तको डाटा हो र यसको अपडेटेड हेर्नको लागि राष्ट्र बैंकको वेबसाइट भिजिट गर्नुपर्ने हुन्छ। समय समयमा नयाँ शाखाहरू थपिँदै जाँदा अपडेटेड डाटाहरू चाहिँ आउँछ। अब त्यसैगरी 2082 साउन मसान्तसम्ममै क ख ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप खाताहरू क ख ग मात्रै है, अहिले यसमा चाहिँ लघु वित्त वित्तीय संस्थाहरू होइन, निक्षेप खाताहरूको सङ्ख्या र कर्जा खाताहरूको सङ्ख्या हेर्ने हो भने निक्षेप खाता अर्थात् सेभिङ अकाउन्ट भनौँ या खाताहरू भनौँ, बैंक खाताहरूको सङ्ख्या 6,01,58,433 वटा रहेको छ। नेपालमा टोटल पपुलेसन 3 करोड भए पनि 3 करोड हाराहारी भए पनि हामीसित 6 करोड प्लस बैंक खाताहरू रहेका छन् क ख ग वर्गमा अर्थात् कमर्सियल बैंक, डेभलपमेन्ट बैंक र फाइनेन्स कम्पनीमा। यसको अर्थ के हो त भन्दा एक व्यक्तिको एकभन्दा बढी बैंकमा खाताहरू रहेको छ भन्ने हो। त्यसैगरी कर्जा खाताहरू चाहिँ एकदमै कम सङ्ख्यामा रहेको छ जुन 19,69,247 वटा रहेको छ। यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको वर्ग अनुसार कतिवटा खाताहरू रहेको छ भन्ने कुरामा वाणिज्य बैंकहरूसँग 5,16,15,759 वटा खाताहरू रहेको छ। त्यसैगरी विकास बैंकहरूसँग 75,43,037 वटा रहेको छ। त्यसैगरी वित्त कम्पनीसँग 9,79,637 वटा खाताहरू रहेको छ। यसरी हेर्दा 6,01,58,433 वटा बैंक खाताहरू चाहिँ क ख ग वर्गका वित्तीय संस्थाहरूसित रहेको छ। यसैगरी कर्जा खाताहरूको सङ्ख्या हेर्ने हो भने 2082 साउन मसान्तको तथ्याङ्क अनुसार 16,43,791 वटा ऋणीहरू चाहिँ कमर्सियल बैंकहरूसित रहेका छन् भने 2,66,884 वटा ऋण खाताहरू विकास बैंकहरूसित रहेका छन्। 58,572 खाताहरू वित्त कम्पनीहरूसित रहेका छन्। यसै 19,69,247 वटा खाताहरू चाहिँ ऋण खाताहरू चाहिँ सञ्चालनमा छन्। अब वित्तीय सबलता सूचकको कुरा गर्ने हो भने उक्त अवधिमा अर्थात् श्रावण मसान्तसम्ममा हेर्ने हो भने क ख ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूको औसत प्राथमिक पुँजी प्राइमेरी क्यापिटल तथा पुँजी कोष क्यापिटल एडिक्वेसीको अनुपात हेर्ने हो भने 10% र 12.9% रहेको छ जुन मिनिमम स्ट्यान्डर्डलाई चाहिँ मिट गरेर माथि नै रहेको छ। त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात हेर्ने हो भने तरल सम्पत्ति लिक्विड एसेट जसले चाहिँ निक्षेप भुक्तान गर्नदेखि लिएर त्यस्ता अवसरहरू ऋणहरू प्रदान गर्नको लागि बैंकहरू सक्षम देखिन्छन् जुन चाहिँ 33.9% को लिक्विडिटी रहेको छ बैंक वित्तीय संस्थाहरूसँग। 2082 असाढ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात हेर्ने हो भने 4.62% रहेको छ जुन अघिल्लो त्रैमास चैत मसान्तभन्दा घटेको छ। त्यसमा चाहिँ 5.72% कति रहेको थियो, 5% भन्दा माथि गएको थियो जुन अहिले घटेर 4.62% रहिआएको छ। उक्त समयमा विद्युतीय कारोबारको कुरा गर्ने हो भने समीक्षा अवधिमा अर्थात् श्रावण मसान्तसम्म हेर्ने हो भने डेबिट कार्ड प्रयोगकर्ता, डेबिट कार्ड जसलाई चाहिँ हामी एटिएम कार्ड भन्ने गर्दछौँ, 1,09,00,000 कारोबारहरू भएको देखिन्छ जस अन्तर्गत 85,83 करोड बराबरको भुक्तानी कार्ड कारोबार मार्फत भुक्तान भएको देखिन्छ। त्यसैगरी मोबाइल बैंकिङ अन्तर्गत 6,31,00,000 मोबाइल टु मोबाइल ट्रान्सफरहरू गरेको देखिन्छ कारोबार सङ्ख्या र जस अन्तर्गत 474,94 करोड रुपैयाँ कारोबार भएको देखिन्छ। त्यसैगरी क्युआर कोड कहीँनिर हामीले सरसामान किन्यौँ त्यसको चाहिँ भुक्तान गर्ने कुराहरू हेर्दा 4,09,00,000 वटा ट्रान्जेक्सनहरू गरेको देखिन्छ जस अन्तर्गत 100,67 करोडको कारोबार भएको चाहिँ हामी पाउँछौँ। त्यसैगरी पुँजी बजारको अवस्था हेर्ने हो भने 2081 साउन मसान्तमा 3000.81 अङ्कमा रहेको नेप्से सूचकाङ्क 2082 साउन मसान्तमा घटेर 2788.37 बिन्दुमा कायम भएको छ। 2082 साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण 46,56,27 करोड कायम भएको छ। फेरि 46,56,27 करोड कायम भएको छ जुन 2081 साउन मसान्तमा हेर्दा बजार पुँजीकरण मार्केट क्यापिटलाइजेसन भन्छ अर्थात् सम्पूर्ण
कारोबार भइरहेका कम्पनीहरूको मार्केट मूल्यलाई उसको सेयर सङ्ख्याले मल्टिप्लाई गरेर आउने भ्याल्यु हो, जुन 47 खर्ब 65 अर्ब 51 करोड रहेको थियो। गत वर्षको साउन मसान्तमा 47 खर्ब 65 अर्ब थियो भने अहिलेको साउन मसान्तमा 46 खर्ब 56 अर्ब देखियो, जुन घटेको देखिन्छ। अब स्वाभाविकले सेयर मार्केट बढ्दा भ्याल्यु पनि बढ्ने, मार्केट घट्दा भ्याल्यु पनि घट्ने हुन्छ। त्यसैगरी 2081 को साउन मसान्तमा बजार पुँजीकरण कुल ग्राह्य उत्पादनको 83.48%, टोटल जीडीपी को 83.48% रहेको देखिन्छ, जुन 2082 साउन मसान्तमा आएर 76.24%, अर्थात् 2081 साउन मसान्तमा 83.48% थियो भने अहिले 2082 साउन मसान्तमा 76.24% रहेको छ। त्यसैगरी 2082 साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या हेर्ने हो भने 274 वटा पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये 132 वटा बैंक वित्तीय संस्था र बिमा कम्पनीहरू भनौँ। त्यसैगरी 92 वटा जलविद्युत कम्पनीहरू, 23 वटा उत्पादनमूलक कम्पनी र प्रशोधन कम्पनीहरू रहेका छन्। त्यसैगरी 7 वटा होटलहरू दर्ता भएका छन्, सूचीकृत भएका छन् नेप्सेमा। 7 वटा लगानी कम्पनीहरू, इन्भेस्टमेन्ट कम्पनीहरू रहेका छन्। 4 वटा व्यापारिक संस्थाहरू, विशाल बजार लगायतका त्यस्ता व्यापारिक संस्थाहरू रहेका छन्। 9 वटा अन्य समूहका रहेका छन्, जसमा नेपाल टेलिकमदेखि लिएर अन्य पर्दछन्। यसरी 2081 साउनमा हेर्दा यो सूचीकृत कम्पनीहरूको सङ्ख्या 268 थियो। 2082 साउन मसान्तमा हेर्दा 274 पुगेको छ। यो पनि एउटा राम्रो उपलब्धि सङ्ख्यात्मक रूपमा बढेको चाहिँ हामी पाउँछौँ। धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको धितोपत्र बजार पुँजीकरण हिस्सा सबैभन्दा धेरै छ। स्वाभाविकले यिनीहरूको सङ्ख्या पनि धेरै भएकोले गर्दा, जसमा 52.6% हिस्सा यी बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले ओगटेको छ। त्यसैगरी जलविद्युत कम्पनीहरूको हिस्सा 15.3% छ मार्केट क्यापिटलाइजेसन बजार पुँजीकरणको आधारमा हेर्दा। त्यसैगरी लगानी कम्पनीहरूले 7.6% हिस्सा ओगटेको छ भने उत्पादन तथा प्रशोधन उद्योगहरूको हिस्सा 5.6% रहेको छ। त्यसैगरी व्यापारिक संस्थाहरूको हिस्सा 5% रहेको छ भने होटलको हिस्सा 2.7% र अन्य समूहहरूको हिस्सा 11.1% मार्केट क्यापिटलाइजेसनको हिस्सा चाहिँ ओगटेको चाहिँ हामी पाउँछौँ। धन्यवाद।